नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो डे 2 अफ मिनी ब्लगमा। वेलकम ब्याक भन्ने। आजको दिन शनिबार भएर हो कि क्या हो साथीहरू, मलाई त एकदम झ्याउ लागिरहेको थियो कि एकदम हुन्छ नि अल्छी लागिरहेको थियो कि अल्छी त सधैँ लाग्छ तर आज अलिक बढी लागिरहेको थियो कि भिडियो बनाउनु त जाँगर चल्न त तर यो भोइस ओभर गर्नको लागि कि मलाई के बोलौँ भइरहेको कि साथीहरू। अब सधैँ एउटै बोलेर त भएन होइन, नयाँ नयाँ कुरा त ल्याउनु पर्यो। तर मेरो भिडियो हजुरहरूले मन पराइदिनु हुन्छ भनेर मलाई विश्वासै लागेको छैन कि साथीहरू है। तर मलाई खुसी लाग्यो हजुरहरूले मन पराइदिनु भयो। मेरो काम होइन, मेरो डेली दिनचर्या नै यसरी हुने हो कि तर बिहानको मात्रै हो कि मैले भिडियो बनाउने। अझ दिनभरि बनाउन थाल्यो भने त होइन एउटा भ्लगै भन्छ होला हो। खाजा खान आउनु है साथीहरू, खाजा। म चाहिँ तरकारी पकाउँदैछु। मेरो चाहिँ यहाँ तरकारी पनि पाकिसक्यो है साथीहरू, तर हिजो मैले तरकारी छैन भन्दै नि आज त कति धेरै तरकारी हौ। मेरो बाबुलाई चाहिँ खाने बेलामा डिस्टर्बै गर्नुहुन्न साथीहरू, हेर्नु न। कति धेरै हो खेलौना, कत्रो घाँस हालेको हौ नभन्नु है साथीहरू। अब ज्यान अनुसारको त खुवाइ त हुनै पर्यो। मैले के खाना खाँदाखेरि 2टा खुर्सानी सकाएँ नि त, अनि यसले मेरो हालत खराब बनाएको छ कि अहिले पो। अनि खाइसकेपछि अब बुहारीको काम त निभाउनै पर्यो नि हौ। भाँडा माझ्दैछु म चाहिँ। तर साथीहरू होइन, मेरो हस्बेन्डले भन्नुभएको थियो 1-2 दिनको चुरीफुरी हो भन्नुभएको थियो। साँच्ची नै त्यस्तै भइरहेको छ कि साथीहरू। हिजो र अस्ति भिडियो बनाएँ, आज त मेरो मुडै खराब भएको छ कि मलाई डिमोटिभेट भइरहेको छु। प्लिज मोटिभेट गर्नु न मलाई, अझै बेसी भिडियो बनाऊ तिमी, राम्रो भए भनेर भनिदिनु न। कस्तो भने आज त लास्ट डे के त्यस्तै भइरहेछ है। अनि त्यसपछि रुम मिलाउन तर्फ आएँ म है। रुम मिलाउँदा चाहिँ बाबुलाई एकदम रमाइलो लाग्दैन नाचेको। आमामा, आजको भिडियो कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नु होला। र मेरो भिडियो साथीहरूले मात्रै हेर्दैन होइन, अङ्कल आन्टी बाजे बजाइ सबैजनाले हेर्नुहुन्छ। मैले साथी मात्रै भन्यो भनेर मन चाहिँ नदुखाउनु है। अनि आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला। भिडियो हेर्नुहुन्छ लाइक पनि गरिदिनु होला है। धन्यवाद।